नमस्ते नेपाल। आज म तपाईहरूलाई एउटा यस्तो लेजर मेसिनको बारेमा बताउँछु जुन अहिले विश्वभर सबैभन्दा धेरै मन पराइएको लेजर हो, एक्सटुल F2 अल्ट्रा। यो एकदमै खास मेसिन हो किनभने योमा दुईवटा लेजर स्रोत छन्, एउटा 60 वाटको MOPA फाइबर लेजर र अर्को 40 वाटको ब्लू डायोड लेजर। यो दुईवटा लेजर एउटै मेसिनमा हुने भएकाले तपाईलाई अब दुईवटा मेसिन किन्ने झन्झट पर्दैन। फाइबर लेजरले मेटल आइटम्समा कलर इन्ग्रेभिङ गर्न सक्छ, जस्तो कि स्टिल, एलुमिनियम, पित्तल र टाइटेनियम। ब्लू डायोड लेजरले लेदर, वुड, प्लास्टिक, एक्रिलिक जस्ता अर्ग्यानिक मेटेरियल्समा राम्रो इन्ग्रेभिङ र कटिङ गर्छ। अर्थात् एकै मेसिनले दुईवटा काम गर्छ, मेटल र नन मेटल दुवैमा। पहिलेका पुराना मेसिनहरूले एक प्रकारको लेजर मात्र प्रयोग गर्थे, जसले गर्दा तपाईलाई दुईवटा मेसिन चाहिन्थ्यो, एउटा मेटलको लागि र अर्को लेदर वा वुडको लागि। तर अहिले F2 अल्ट्राले त्यो समस्या समाधान गरिसकेको छ। अब एकै मेसिनले 500+ प्रकारका मेटेरियल्समा इन्ग्रेभिङ, मार्किङ र कटिङ गर्न सक्छ। अर्को राम्रो कुरा, योमा AI पावर्ड स्मार्ट सफ्टवेयर छ। पहिले डिजाइन बनाउन म्यानुअली गर्नु पर्थ्यो, तर अब यो सफ्टवेयरले सजिलो डिजाइन बनाउन सहयोग गर्छ, जसले गर्दा काम छिटो र राम्ररी हुन्छ। F2 अल्ट्राले इङ्गेजिङ मात्र होइन, कटिङ पनि गर्छ, त्यो पनि हाई प्रेसिजन र स्पिडमा। यसले तपाईको समय र पैसा दुवै बचत गर्छ। र यो मेसिनमा ठुलो वर्किङ एरिया छ, त्यसैले ठुलो सर्फेसमा पनि काम गर्न सजिलो हुन्छ। आवश्यक परेपछि एरिया पनि बढाउन सकिन्छ। सुरक्षाको हिसाबले पनि यो मेसिन एकदमै सुरक्षित छ। त्यसैले यो मेसिन केवल स्मार्ट होइन, सुरक्षित पनि हो। यदि तपाईँ आफ्नो बिजनेसमा नयाँ टेक्नोलोजी ल्याउन चाहनुहुन्छ, एनर्जी बचाउन चाहनुहुन्छ र धेरै मेटेरियल्समा काम गर्न चाहनुहुन्छ भने एक्सटुल F2 अल्ट्रा नै तपाईको लागि पर्फेक्ट सोल्युसन हो। यो एकै मेसिन, दुईवटा काम, उच्च स्पिड, AI स्मार्ट सिस्टम र विश्वस्त सेफ्टी। त्यसैले अहिलेको समयमा नेपालका लागि सबैभन्दा बेस्ट लेजर मसिन भनेको यही F2 अल्ट्रा हो।